यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान भएको छ। नेपाल प्रहरीले 1,31,980 जना निर्वाचन प्रहरी माग गर्दै आज सूचना प्रकाशन गरेको हो। भर्ना हुन चाहनेहरूले पुस 25 देखि माघ 1 गतेसम्म दरखास्त दिन सक्नेछन्। भर्ना हुन साधारण लेखपढ गर्न जान्ने 18 वर्ष पूरा भएका र 54 वर्ष ननागेका नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना हुन पाउनेछन्। माघ 5 गतेदेखि 9 गतेसम्म छनौट गरेर माघ 12 मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। छनौट भएका उम्मेद्वारले माघ 15 देखि 24 गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको समय 40 दिनको हुनेछ। 40 दिनमा निर्वाचन प्रहरीले 34,776 रुपैयाँ तलब सुविधा पाउनेछन्। त्यसबाहेक उनीहरूलाई राशन र आउजाउ गर्न 846 रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। निर्वाचन प्रहरीले 4 दिनको लागि दैनिक 300 को दरले खाजा खर्च पाउनेछन्। पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउनेछ।